एकदम मिठो पारामा हेर्न सक्नुहुन्छ। अर्को पनि झऱ्यो, अर्को पनि झऱ्यो। हेलो गाइज, वेलकम टु माई च्यानल, न्यू च्यानल भन्न मिलेन, न्यू ब्लग। यो आज अबे त्यहाँ रहेछ एउटा, त्यहाँ हामी चाहिँ आज एकदम स्पेसल पाराले हामी चाहिँ आँप खाँदै, आँप नुन खुर्सानीसँग मस्तले बनाएर हामी चाहिँ बर्दियातिर छौँ। हामी चाहिँ हाम्रो बाजेले सहयोग गर्दैछन्, हो कि नै बाजे? बड्डा यता हेर्दैन हो त? ल ल डिग्नु ल्याउने भन्छन्, डिग्नु। अब डिग्नु ल्याएर एकदम हिसाबले एउटा झर्छ, त्यो त झर्छ, अरू झार्नुपर्छ। अनि हाम्रो यो साथी छ नि, ट्याक्क मस्तले अब बनाउनु पर्छ, एकदम पाराले खानुपर्छ एकदम। एउटा देखेँ, दुईटा, एउटा त्यहाँ हेर्नुहोस् गाइज, त्यहाँ दुईटा छन्। अनि रै अब चाहिँ हामी केही नसोचेर टिप्छौँ। ल गाइज, हाम्रो चाहिँ बाजे अब रुख जाँदैछन् मजाले एकदम हिसाबले, राम्रोसँग टिप्नु त्यहाँ, टिप्नु त्यहाँ। ए हस्, यो पुर्याउने गरे बड्डाले अब पुर्याउनु पऱ्यो गाइज। गफ गर्छन् केटाहरू, हेर है यस्ता छन् अब केटाहरू फेरि टक्क पारेर हिसाबले। ल कति देखाएको छ र त्यस्तैकै कहाँ हो? एउटा त्यो हेर, यहाँको ठुलो छ क्या गाई, यता कता ए यात्रा यत्रो छ है गाई। एउटा चाहिँ हामीले टिपिसकेका छौँ, कता एउटा हामी चाहिँ एउटा टिपिसकेका छौँ गाइज, हेर्न सक्नुहुन्छ है, ट्याक्क पारेर साहबले खानुपर्ने हुन्छ। अब हामीले झारेर खाएर टन्न बजेर, कति बज्यो होला अहिले भन्दाखेरि एक बज्न लाग्यो होला कि बज्यो होला, 12:49। है ट्याक्क गएर खाएर आउनु पर्ने हुन्छ त यो गाइस। चाहिँ ओ माई गाड, ल्याउँदा एउटा झऱ्यो है, एउटा अर्को झऱ्यो। आम्मामा दुईटा, हाम्रो तिनवटा भइसक्यो है हाम्रो चाहिँ गाइस। ए बाबै टाउको लाग्ला। वाउ, ट्याक्क झरिसकेको छन् हाम्रो दुईवटा। हाम्रो बाजे रुखमा गइसकेका छन् र झारे सुवास भइसकेको छ। हाम्रो टिमले जित्यो अरे, दुईवटा तिनवटा भयो हाम्रो चाहिँ। अब खानुपर्ने हुन्छ तिनवटा। अरू छन् बाजे? अब अझै अब 2-3टा झारेपछि बस मजाले पुग्छ है त। अब म चाहिँ रुख जान्छु है एकछिन, कस्तो हुँदो रहेछ देखाइदेऊ न। गफ गर्छन् केटाहरू, हेर है यस्ता छन् अब केटाहरू फेरि यत्रो छ है गाई। एउटा चाहिँ हामीले टिपिसकेका छौँ, कता एउटा हामी चाहिँ एउटा टिपिसकेका छौँ गाइज, हेर्न सक्नुहुन्छ है, ट्याक्क पारेर साहबले खानुपर्ने हुन्छ। अब हामीले झारेर खाएर टन्न बजेर, कति बज्यो होला अहिले भन्दाखेरि एक बज्न लाग्यो होला कि बज्यो होला, 12:49। है ट्याक्क गएर खाएर आउनु पर्ने हुन्छ त यो गाइस। चाहिँ ओ माई गाड, ल्याउँदा एउटा झऱ्यो है, एउटा अर्को झऱ्यो। आम्मामा दुईटा, हाम्रो तिनवटा भइसक्यो है हाम्रो चाहिँ गाइस। ए बाबै टाउको लाग्ला। वाउ, ट्याक्क झरिसकेको छन् हाम्रो दुईवटा। हाम्रो बाजे रुखमा गइसकेका छन् र झारे सुवास भइसकेको छ। हाम्रो टिमले जित्यो अरे, दुईवटा तिनवटा भयो हाम्रो चाहिँ। अब खानुपर्ने हुन्छ तिनवटा। अरू छन् बाजे? अब अझै अब 2-3टा झारेपछि बस मजाले पुग्छ। छिटो झार अर्को राँडी गरे, छिटो अर्को झार राँडी, राँडी अर्को झार गरे।
छैन त यार अब भयो गाइज अब म चाहिँ एउटा मात्र टिप्न आएको बास भयो ल गाइज हामीले टिपिसकेका छौँ यत्रो आँप आम्मामा हेर त वाह पाग्या छ क्या ल यता अब चाहिँ हामी खानुपर्ने हुन्छ गाइज चाहिँ हामीले चाहिँ अब यतितिर फेरि आम अर्को झरीको क्या अब फेरि आम्मामा अर्को पनि झऱ्यो आम्मामा अर्को पनि झऱ्यो माका भयो यार अब भयो छोडिदेऊ आम्मा यो पाग्या छ माका चाहिँ पाग्या छ यार पुरा हेर कस्तो गिलिक्क छ त नि फुटिरहेछ त्यो पाग्या छ है गाइस देखाइदेऊ नि त हामी चाहिँ एउटा पाकेको छ हेर्न सक्नुहुन्छ वाउ गरेर खानुपर्छ अब एकछिनमा यति धेरै हामीले टिपिसकेका छौँ गाइज अब चाहिँ हामी खानुपर्ने हुन्छ हाम्रो बाजेले रुखबाट घचागच टिपे हामी चाहिँ घचार खाएको खाएँ लगाए यस्तो मजाले है हामी चाहिँ हेर्न सक्नुहुन्छ पुरा फ्रेस हाम्रो केलाउने आइसकेको छ टाइम अब केलाएर खानुपर्ने हुन्छ त्यहाँदेखि फेरि एकछिन बसेर बाटो लाग्ने हुन्छ नेपालतिर लगाए चाहिँ अब चाहिँ हाम्रो यता भइसकेको छ एकदम मिठो पारामा हेर्न सक्नुहुन्छ साथीले केलाउँदैछन् बजे आउनुपर्छ भर्खर बाजे अनि भिडियो बनाएको को हुनु हो र हाई गरिदियो त बुबा हाई कस्तो हाई गरे हजुर पनि हाई गरिदिन्छ त हाई ल है हाम्रो चाहिँ अब यता हुन्छ कस्तो छ चाखोमा है त एउटा जिरा मसिना एउटा मात्रै खाऊ नखाऊ खाने हजुर खान्न नखाऊ नखाऊ म खान्न मलाई पनि सब्जी छैन बुवाको पनि भिडियो लगाएर ट्याक्क जिरा मसिना एवन पारामा हाम्रो बजैले चाहिँ एकदम हामी बजैले चाहिँ नुन पिस्नु भएको हो बिडी लबर हाम्रो बजे बिडी चाहिँ फेरि खतरा हुन् सल्काउ त यस्तरी होला सल्काउ न सल्काउनै त ल्याएको छु के मसला तिमी ल्याऊ अरे सल्काउनु पुरा या गाँजा यो त सल्काउँदैन है गतिलो होला या यस्तो तारिफ हुन्छ मेरो चाहिँ घरमा त्यो ल अब चाहिँ हामी खानुपर्ने हुन्छ है बिस्तारै उसरो चाहिँ मैले भित्र बस्छ भने र म त उसो छ नि जति सिल्लो भए पनि उसो हुन्छ क्या ल मैले पङ्खा लगाइदियो मैले जाऊ र खाऊ क्या जाऊ घाम हुन्छ त्यो हरियो भित्र यस्तै यहाँ छ नि हरियो न कालो ए कालो जुवा भए खानु भने भाले खा त यो ऊ के भन्छ नै त्यो गाउँको के तिनी सुसकै के ए1 भएको छ है ल आना गाउँमा यो ल साथी खाऊ त कस्तो छ गाउँमा आना यो चुक गाउँमा ओखो अर्को बबाल नुनमा डोबेर खाइदिन्छ हेर्छ भात खानानी गरे अब दाँत पनि कोरिने आवन हक्क ए1 पारामा खाँदैछौँ अब यसमा बाजेको कपाल काट्नुपर्ने हुन्छ है यस्तो गर यस्तो अहिले क्या भन्नुहुन्थ्यो लगाए चाहिँ अब हाम्रो कपाल काट्दै बाजेको कुर्सी ल्याउ न को म अग्लामा काट्ने भए म कहिले काट्यो भन्ने खोज्नु कहिले काट्यो भन्ने त्यो ओहो कहाँ छ त्यो तिम्रो नाति यहाँ ल्याऊ कोही केटीहरू पनि पट्टी हुन् क्या तेरो पनि हेर्नु के भइहाल्छ नि त्यही भएर मैले लाग्ने गाइस हामीले चाहिँ अब बाजे कपाल सपाल काटिसकेका छौँ त्यही हो आजलाई ब्लग यति नै हुन्छ कस्तो लाग्यो के कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब हान्नु त्यही हो आजलाई ब्लग यति नै